हेलो नमस्ते। के तपाईँ युकेबाट स्विजरल्यान्ड भिजिट भिसामा जान चाहनुहुन्छ र सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि नै हो। म यो भिडियोमा विस्तृत रूपमा युकेबाट स्विजरल्यान्ड कसरी जाने, भिएफएक्स बुक कसरी गर्ने, डकुमेन्टहरू के चाहिन्छ र स्विजरल्यान्डमा पुगेपछि के गर्नुपर्छ, त्यहाँ इमिग्रेसनमा के सोध्छ, त्यहाँको एकोमोडेसन र होटल बुकिङ, ट्रान्सपोर्टेसन कस्तो छ र कतिको महँगो छ भन्ने कुरा विस्तृत रूपमा म यसमा डिटेलमा भन्नेछु। फर्स्ट अफ अल युकेबाट स्विजरल्यान्ड जानको लागि के डकुमेन्ट रिक्वायरमेन्ट हुन्छ भने एज अ स्टुडेन्टको लागि चाहिँ तपाईँ यदि युकेमा चाहिँ सेटल भइसक्नु भएको छ, तपाईँसँग ब्रिटिस पासपोर्ट छ भने चाहिँ तपाईँलाई भिजा एप्लाई गर्नु पर्दैन। तपाईँले अन एराइभल 90 दिनको लागि भिजा पाउनुहुन्छ, 90 डेजको लागि। त्यो चाहिँ लाइक अब युरोपियन युनियनले चाहिँ युकेको लागि पनि अब ई भिजा सिस्टम ल्याउँदैछ धेरै छिटो नै, किनकि युकेले चाहिँ युरोपियनहरूलाई चाहिँ 17 पाउन्ड चार्ज गर्दैछ भन्ने मैले थाहा पाएको थिएँ। त्यही अनुसारको न्युज सुन्दैछु र छिटै नै युरोपहरूले पनि युकेको लागि नयाँ भिजा सिस्टम इन्ट्रोड्युस गर्ने भन्ने न्युज बाहिर आएको छ। फर्स्ट अफ अल अब स्टुडेन्टको लागि चाहिँ युकेबाट स्विजरल्यान्ड कसरी जाने र सेन्जन भिसा कसरी पाउने भन्ने कुरा हो। सो फर्स्ट अफ अल हामीले डकुमेन्ट रेडी गर्नुपर्छ र त्यसको लागि चाहिँ हामीले भिएफएक्समा एपोइन्टमेन्ट बुक गर्नुपर्छ। र एपोइन्टमेन्ट बुक गर्नको लागि तपाईँले चाहिँ भिएफएक्स ग्लोबलको पोर्टलमा गएर युके टु स्विजरल्यान्ड गएर आफ्नो आइडी क्रिएट गर्न सक्नुहुन्छ। आइडी आफ्नो सिम्पल एउटा गुगल एकाउन्टबाट क्रिएट गर्न सक्नुहुन्छ र त्यसमा आफ्नो पासपोर्ट डिटेल फिलअप गरेर तपाईँको आफ्नो पर्सनल डिटेल फिलअप गरेर एपोइन्टमेन्ट बुक गर्न सक्नुहुन्छ। त्यसको तपाईँलाई 20 पाउन्ड लाग्छ। त्यसपछि तपाईँको जब तपाईँले एपोइन्टमेन्ट बुक गरिसक्नुभयो त्यसपछि तपाईँको भिजा प्रोसेस स्टार्ट हुन्छ। त्यसको लागि तपाईँले डकुमेन्ट रेडी गर्नुपर्ने हुन्छ। तपाईँले जहिले पनि एपोइन्टमेन्ट लिँदाखेरि के ख्याल गर्नुपर्छ भन्दाखेरि तपाईँले मिनिमम 1 विकको ग्याप लिएर एपोइन्टमेन्ट बुक गर्नु होला, किनकि डकुमेन्ट एरेन्ज गर्न तपाईँलाई टाइम लाग्छ एज अ स्टुडेन्ट। किनकि तपाईँले जुन डकुमेन्ट चाहिन्छ तपाईँलाई त्यो म अहिले भन्नेछु र तपाईँले आफै थाहा पाउनुहुन्छ किन 1 विकको टाइम मिनिमम तपाईँले राख्नुपर्छ। त्यसपछि फर्स्ट अफ अल तपाईँले के हुन्छ भन्दाखेरि स्विजरल्यान्डको केसमा चाहिँ तपाईँले भिएफएक्समा एपोइन्टमेन्ट बुक गर्दा तपाईँको अनलाइन एप्लिकेसन त्यसैमा फिलअप हुन्छ र त्यसमा एप्लिकेसन फिलअप भएपछि त्यो एप्लिकेसन पनि प्रिन्ट आउट गरेर लैजानुपर्छ भिएफएक्समा डकुमेन्ट बुझाउँदाखेरि। त्यसपछि तपाईँले एउटा फोटोग्राफ लाग्नुपर्छ पासपोर्ट साइजको, त्यो पनि 6 महिनाभन्दा पुरानो हुनु भएन। त्यसपछि तपाईँले पासपोर्टको फोटोकपी लाग्नु पर्यो, ओरिजिनल पासपोर्ट लाग्नु पर्यो, त्यो पनि तपाईँले 10 वर्षभित्रमा इस्यु भएको पासपोर्ट हुनु पर्यो र तपाईँको भ्यालिड 3 मन्थको लागि पासपोर्ट तपाईँको भ्यालिड हुनु पर्यो। त्यसपछि तपाईँको युकेमा हुनुहुन्छ र तपाईँको लिगल रेसिडेन्सी के छ भन्ने प्रुभ गर्नुपर्छ। त्यसको लागि तपाईँले सेयर कोड जेनेरेट गरेर त्यो पनि सबमिट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँको ट्राभल इन्सुरेन्सको डकुमेन्ट प्रेजेन्ट गर्नुपर्छ। त्यो चाहिँ तपाईँले युके बेस कम्पनी और सेन्जन बेस कम्पनीबाट इन्सुरेन्स गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँले चाहिँ के डिसाइड गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईँ कुन दिन जाने भनेर डिसाइड गर्नुपर्ने हुन्छ। अदरवाइज तपाईँ जाने फिक्स छैन भने तपाईँले ऱ्यान्डमली इन्सुरेन्स किन्नुहोस् 2-3 दिनको लागि, र भिजा एप्लाई गर्नको लागि मात्रै किन्नुहुन्छ भने 2 या 3 दिनको लागि मात्रै किन्नु, किनकि तपाईँले टुरिस्ट भिजा या सर्ट स्टे भिजा लिँदाखेरि त्यो 2-3 दिनको इन्सुरेन्सले पनि काम हुन्छ, किनकि तपाईँ जाने भनेको टुरिस्ट भिजाको लागि र 2-3 दिन भनेको म्याक्सिमम नै हुन्छ टुरिस्ट भिजाको लागि। त्यसपछि तपाईँले के त्यहाँ देखाउनुपर्छ भन्दाखेरि होटल बुकिङ देखाउनुपर्छ। अब मान्छे कन्फ्युज हुन्छ कि होटल बुकिङ कसरी देखाउने, ओरिजिनल बुकिङ चाहिन्छ कि रियलीमा होटल बुक गर्नुपर्छ भन्ने कुरा। त्यो चाहिँ यस्तो हुन्छ भन्दाखेरि तपाईँले डकुमेन्ट बुझाउँदाखेरि चाहिँ इमिग्रेसनमा त्यहाँ एम्बेसीमा डकुमेन्ट बुझाउँदा चाहिँ तपाईँले जेन्युन डकुमेन्ट नै बुझाउनुपर्छ होटल बुकिङको, किनकि त्यहाँ गएपछि तपाईँ कहाँ बस्ने भन्ने प्रुफ देखाउनु पर्यो। र होटल बुकिङको सबभन्दा सिम्पल वे भन्दाखेरि चाहिँ booking.com-बाट डमी बुकिङ जस्तै हुन्छ, तर त्यसमा के हुन्छ भन्दाखेरि लाइक त्यो हुन त जेन्युनै बुकिङ हो, तर
त्यसमा चाहिँ क्यान्सलेसनको अप्सन आउँछ। तपाईँले सपोज तपाईँ अहिले अप्रिल हो भने तपाईँ मेमा जाने प्लान छ भने तपाईँले मेको जुन दिन जाने प्लान छ त्यो दिनको डेट राखेर अनि तपाईँले बुक गर्दा त्यो तपाईँ नपुगुन्जेलसम्म क्यान्सल गर्न मिल्छ होटल बुकिङ। त्यही भएर तपाईँले होटल बुकिङ booking.com बाट गर्दा नै एकदम इजी र कन्भिनियन्ट हुन्छ। त्यसपछि तपाईँले ट्रान्सपोर्टेसनको डकुमेन्ट देखाउनुहुन्छ। अब तपाईँ केबाट जानुहुन्छ, बाई प्लेन जानुहुन्छ, बाई ट्रेन जानुहुन्छ, बाई कार जानुहुन्छ, बाई सिप जानुहुन्छ, किनकि कुन ट्रान्सपोर्ट मोडबाट जानुहुन्छ त्यसको भ्यालिड तपाईँले टिकट देखाउनु पर्ने हुन्छ बोथ वेको, किनकि उनीहरूलाई चाहिँ तपाईँ गएर रिटर्न आउने कारण पनि देखाउनु पर्यो। टिकट भएपछि सेटिस्फाई हुन्छ कि तपाईँ रिटर्न आउनुहुन्छ भनेर। सो म्याक्सिमम मान्छेले फ्लाइट बुक नै गर्छन्, तर फ्लाइटको चाहिँ डमी टिकट नै युज गर्छन् प्राय मान्छेले, किनकि तपाईँ जाने डेट फिक्स हुँदैन, भिजा पनि आउने भनेर पनि फिक्स हुँदैन र तपाईँ जाने भने फिक्स हुँदैन म्याक्सिमम केसमा चाहिँ। यदि तपाईँ जाने नै हो 100% जाने हो र तपाईँले ओरिजिनल टिकट काट्दा पनि भयो, त्यो रिफन्डेबल टिकट। तर यो भिजा एप्लाई गर्दा चाहिँ मेरो एक्सपिरियन्समा चाहिँ के छ भन्दाखेरि मैले चाहिँ डमी बुकिङ युज गरेको थिएँ। म वेबसाइट चाहिँ डिस्क्रिप्सनमा हालिदिन्छु हजुरहरूको कन्भिनियन्टको लागि। अनि उसले चाहिँ तपाईँको 15 पाउन्ड चार्ज गर्छ पर टिकट। सो बोथ वेको टिकट आउँछ, त्यसमा चाहिँ ब्रिटिस एयरवेजकै आउँछ। त्यो एकदम जेन्युनै हुन्छ। पिएनआर नम्बर तपाईँले वेबसाइट घरमा चेक गर्दा पनि ओरिजिनलै हुन्छ, त्यो टिकट डराउनु पर्दैन। सो टिकटको सक्यो। त्यसपछि तपाईँको के आउँछ भन्दाखेरि इन्सुरेन्स, टिकट, अनि त्यसपछि अब डकुमेन्टेसनमा चाहिँ तपाईँको प्रुफ अफ स्टेटस के हो भन्दाखेरि तपाईँ के भिजामा हुन्छ, स्टुडेन्ट भिजामा हुनुहुन्छ, तपाईँ काम गर्नुहुन्छ, के गर्नुहुन्छ। कतिपय नेपालीहरूसँग आइएलआर हुन्छ, तर नेपाली पासपोर्टमै जानुपर्ने हुन्छ। आइएलआरले केही हुने, तपाईँले आइएलआरको बेसमा चाहिँ भिजा पाउने होइन, तपाईँको पासपोर्टको बेसमा पाउने। सो तपाईँले नेपाली पासपोर्ट नै युज गर्नुपर्ने हुन्छ। सो नेपाली पासपोर्ट युज गर्दाखेरि तपाईँले प्रुफ अफ एड्रेस के देखाउने भन्दाखेरि तपाईँको अब तपाईँले के गर्नुहुन्छ, इम्प्लोइ कतै इम्प्लोइड हुनुहुन्छ भने त्यसको तपाईँ आफ्नो काम गर्ने ठाउँबाट चाहिँ म घुम्न जाँदैछु, एउटा लेटर चाहियो भनेर, म यहीँ काम गर्छु भनेर एउटा लेटर दिन्छ, त्यो भयो। सेल्फ इम्प्लोइड छ, बिजनेस छ भने त्यहाँबाट तपाईँले आफ्नो लेटर बनाउन सक्नुहुन्छ। र अरू कुनै तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने तपाईँको युनिभर्सिटीबाट लेटर चाहिन्छ। सो स्टुडेन्टको केसमा चाहिँ म्याक्सिमम केसमा के हुन्छ भन्दाखेरि तपाईँले युनिभर्सिटीलाई इमेल लेख्नुभयो भने तपाईँको कन्फर्मेसन गरिदिन्छ कि इनरोलमेन्ट कन्फर्मेसन भन्ने लेटर हुन्छ, उसले त्यो दिएपछि पनि पुग्छ। मैले त्यही नै युज गरेको थिएँ। त्यसपछि तपाईँको प्रुफ अफ सफिसियन्ट फन्डको बारेमा चाहिँ डकुमेन्ट देखाउनु पर्ने हुन्छ, ब्याङ्क स्टेटमेन्ट। सो मैले आफ्नो ब्याङ्क एकाउन्टको 3 महिनाको स्टेटमेन्ट देखाएको थिएँ र मैले आफ्नो ब्याङ्क ब्यालेन्स भिजा एप्लाई गर्दाखेरि नर्मली 2000 पाउन्ड टु 1500 to 2000 पाउन्ड तपाईँले देखाउनु भयो भने चाहिँ भिजाको लागि सुटेबल र बेस्ट हुन्छ भन्ने मेरो बुझाइ छ। मैले युज गर्दा पनि त्यही गरेको थिएँ, मेरो साथीहरूले गर्दा पनि त्यही गर्नुभएको थियो। सो मेरो एक्सपिरियन्समा चाहिँ यही नै बेस्ट मनी सो गर्दा चाहिँ राम्रो हो भन्ने बुझ्छु म। सो तपाईँले 3 महिनाको ब्याङ्क स्टेटमेन्ट देखाउनु पर्ने छ र त्यसमा पैसा 15 देखि 2000 हुनुपर्छ भन्ने मेरो बुझाइ छ र त्यही नै सही हुन्छ जस्तो लाग्छ। त्यसपछि यति डकुमेन्ट प्रिन्ट गरिसकेपछि तपाईँले डकुमेन्ट प्रिन्ट गरेर अनि भिएफएक्स एपोइन्टमेन्ट भएको दिन जाने र पासपोर्ट गएपछि त्यहाँ तपाईँलाई केही सोध्दैन, तपाईँको बायोमेट्रिक हुन्छ र त्यसपछि तपाईँको डकुमेन्ट सबमिट भएपछि तपाईँको म्याक्सिमम 2 विक्सको टाइम हुन्छ। द्याट्स इट। यति नै युके टु स्विजरल्यान्ड जाने डकुमेन्टेसनको पार्ट यति नै छ। र फर्दर स्विजरल्यान्डमा के हुन्छ त्यसको बारेमा म अर्को भिडियोमा जानकारी दिनेछु। र यदि तपाईँले यो भिडियो सही लागेमा, जानकारी मिलेको लागेमा लाइक गर्नुहोला। हस्त, धन्यवाद। जय नेपाल।